यता हेर्न ह्यापी बर्थडे बल्ल यता हेर्न पोज दे अब भन्दिङमा जानुपर्छ। सो गाइज आज प्रदीपको बर्थडे भएकोले हामी अब यसो मोमो चाउमिन खानको लागि साङ्लियातिर खै जान लागेको छौँ। अब समर्पणले बाइक स्टार्ट गर्छ र प्रदीप र गणेश भएर अर्को बाइक लिएर आउँछन् अनि हामी जाने यसो रमाइलो हान्ने। बाई बाई भन्दै बाई 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 बाई। सो गाइज हामी निस्किसकेका छौँ। ल सर्पन चल। के अङ्कल यो बाइक गणेशलाई दिनु। सो गाइज हामी यता अब समर्पणलाई देख्नुहुन्छ भनेर हामी के बाटो अरे हिडन बाटोतिर आइएको छ। हिडन एरिया हाम्रो भलिबल प्रोग्राम प्लान मन्दिर अहिले विषम परिस्थितिमा छौँ किनभने यहाँ बाटोको परिस्थिति त्यस्तै छ। त्यही भएर विषम परिस्थिति भयो। यस्तो उकालोमा पनि समर्पणले हरि चलाइदिएको छ। यहाँनिर अलिक बाटो अलि अप्ठ्यारो। गाइज हामी हिँड्ने है ल। हिँडेको चक्की पारेर हामी चाहिँ आज हिँडेको है ल। आज चाहिँ मेरो बर्थडे भएको कारणले केटा चाहिँ यता छन्। आज यस रमाइलो हुने भयो नाच्दा आँदाखेरि। झक्किरहेछ जिगस पुरा धेरै चाहिँ Sore susta. Wait. Kita bawa mereka. Bawa sih cakap lah, ini kau insya mesti parah mah. यहाँ चाहिँ अब फेरि यहाँ एउटा साथी छुट्यो र हामी फेरि साथीलाई लिन गएको। दुईवटा चाहिँ गए। यहाँ चाहिँ अब हामी बाइक फर्काउँदैछौँ। अब फेरि त्यसलाई लिन जाने हो। त्यसपछि बल्ल लजाउँ लजाउँ। ए बन्द गरे वकिल फेरि आज मोबाइलै नलिएर जाऊ भयो।
प्रकाशलाई लिन फर्स्ट टाइम भएर बसेको तपाईँसँग यहाँको बाटो मेरो खतरनाकै छ कि मेरो बर्थडे पार्टी यहाँ ल मस्त जे खाने खा हो यहाँ त ल सब मैले दिन्छु हो ल बर्थडे पार्टी मेरो हाम्रो साथी चाहिँ भेटिएन कहाँ गएछ यहाँ चाहिँ एउटा पिङ खेल्न लागिसक्यो अब चाहिँ हामी हिँडेको हामीले साथी चाहिँ भेटाइएन त कहाँ गयो हामीले त्यसलाई कति खोजियो तर कहाँ गयो त्यो चाहिँ अब स्टार्ट गर्दैछ बाइक अब हामी फेरि हिँडेको त्यो कहाँ गयो क्या हामीले फोन गरेको फोन पनि लाग्दैन कहाँ राखेको छ मोबाइल म चाहिँ टक्क लाएर हेलमेट लाएर कहाँ गयो रक्की पारामा ल हामी चाहिँ आयो होटलमा अब चाहिँ यहाँ अर्डर दियो अब जाने यो ट्याक्क लाएर ल हामी चाहिँ यो ट्याक्क होटलमा ल हाम्रो चाहिँ अर्डर आइसक्यो चाउमिन छ ल केटा हो मेरो बर्थडे पार्टी हामी चाहिँ खाइसक्यो खुर्सानी चाहिँ है पिस अब चाहिँ हामी खाइसक्यो हिँडेको हामी चाहिँ अब चाहिँ हामी लगभग हिँड्ने हो नास्ता पनि खाइयो होइन यहाँ चौपन छ अब चौपनतिर पर्छ केटाहरू चाहिँ पछि आउँदैछन् हामी चाहिँ अघि खाइस् त नि चौपन केटाहरू चाहिँ आएन कि तिनीहरू चाहिँ पछि गणे हाम्रो राइडर रहेछ कि यो मान्छे मलाई थाहा नै थिएन यसले बाइक चलाउनु भनेर फर्स्ट टाइम बसेको मैसित तर डर चाहिँ लागेको छ है अलिअलि मजा त आयो तर डर मानि बस्यो आयो केटाहरू चाहिँ आयो ल केटाहरू पनि आयो ल त्यसको आयो त्यसलाई ए दिनु त्यसलाई अब चाहिँ हामी चट्ट खाइस् त नि ल सुमने राइडर हो है ओइ मैले दिएँ भाइ यति रिसमा दिएँ मैले होइन लिएर गएर धन्न लिएर आएँ क्या बाइक चौपन बाइक आयो क्या दुकाउँ हामीलाई देखाएको छ यार दुख चलायो भनेर हाम्रो बाइकलाई ल ल यहाँ चाहिँ अब सुमले चलाउँदैछ जाम हामी ल राइडर राम्रोसँग आएछ है हामी राइडर चाहिँ छौँ एनसी साइन लागेको ओए कहिले आएको हाम्रो रक्की भाइले उडाउँदै
ओह्रालो आएछ डर लाग्यो अरे रकी भाइले चाहिँ लागेर म रकी भाइ आएर म दिन्छु अघि रकी भाइहरू उला ला ला रकी भाइहरूको भिडियो बनाउँदै हाम्रो रकी भाइहरू चाहिँ आउँदैन रकी भाइले नि जेस चलाउँदो रहेछ है बाइक चाहिँ बब्बाल रहेछ कि यो बाटो चाहिँ होइन चलाउँदो रहेछ कि केटाले हामी फाइनली घर चाहिँ आइयो गाउँमा आइयो अब केटाहरू चाहिँ गयो उता अब हामी चाहिँ ट्र्याक्टर अब घर राखिन्छ बाइक अनि त्यसपछि हामी जान्छ अब कति आएर तास लिँदैन होइन नि तासुली दसैँ छ रमाइलो दसैँ हो मोज गर्ने हो रातभरि खेल्ने आज ट्र्याक्टर अब रातिसम्म तास कहाँ राख्ने बाइक हाम्रो घरतिर चाहिँ यस्तो छ सिन चाहिँ बब्बाले हो हाम्रो घर चाहिँ यहाँ माथि ल अगाडि गएर भिडियो गर ल राखेँ बाइक गणेश बाइक राखेको रक्की हान्न थालिस् क्या हो त्यहाँ चाहिँ हाम्रो घनश्याम बाबु छ नि ल हाई गरिदेऊ यहाँ रक्की हान्न खोजिरह हामी घर हिँडेको गणेश चाहिँ अघि म पछि हाम्रो घर चाहिँ है यो चाहिँ होइन यो चाहिँ यसको घर हो यो फाइनली गणेको घरमा चाहिँ आइयो हामी यो चाहिँ गणेको गणेको घर यो हो यस्तो छ गणेको अङ्कलको माथि मेरो चाहिँ झनै माथि घर चाहिँ यो चाहिँ गणेको हाम्रो आएर चाहिँ मेरो घर चाहिँ माथि हो हो त्यो माथि चाहिँ मेरो घर चाहिँ हो माथि हो यहाँ त्यस्तो सिन देखिन्छ जस हामी चाहिँ हाम्रो घर चाहिँ आइयो है यो चाहिँ मेरो ठुल्पाको घर त्यो चाहिँ मेरो खास हानिहाल्ने हो क्या ल यहाँ चाहिँ हाम्रो घर यहाँ चाहिँ बब्बाल छ गाडी चाहिँ ल भाँडिहाल्दा ल जिते पार खेलि नभए हामी नहिले ल ए जितिहालिस् तैँले ए खाइस् ए ल तास खेल हुन्न धनको नासो ल जाउँ हामी चाहिँ हिँडेको है ल टक्क लाग्थ्यो यो हाम्रो घर मेरो ठुल्बाको घर कोही पनि छैन नि हाम्रो घर मान्छेहरू भूत बस्छ भूत यो चाहिँ हामी हिँडेको अब साथीको घर पैसा त ल्याएस् नि अहिले पैसा मैले त ल्याएँ नि तेरो भरोसा अब म गर्न खेल्न तास तास भनेको धनको नास खेल्न हुन्न हो नखेल्ने यस्तो यो चाहिँ एकदम बुझ्ने खालको मान्छे जस यो मान्छे मलाई मनपर्छ तास केही खेल्दैन केही गर्दैन आनन्द छ यो मान्छे एकदम सोझो पाराको मान्छे यसलाई बिहा गर्ने मान्छे त एकदम भाग्यमानी जोगी बन्न अब 2 महिना बाँकी भन्न यस्तो होइन बिहा गर्ने मान्छे त यस्तो भाग्यमानी हो क्या यसित बिहा गर्ने मान्छे त यति सोझो यति इमान्दार छ यो मान्छे कसले बिहा गर्न चाहनुहुन्छ यस्तो सम्पर्क गरौँ है कमेन्ट गरौँ यसित बिहा गर्ने
नहुन फेरि फोन आइरह्यो भने कि हामी होइन च्याउ हुन्छ घाटा लाग्छ गाँठो लाग्छ त्यही हो यहाँ चाहिँ यस्तो छ सिन चाहिँ बब्बाल छ है ल यता चाहिँ जियोस् दसैँ भनेर लागि बाटो सफा छ यहाँ चाहिँ एकदम सफा हाम्रा केटा चाहिँ यहाँ नै ल थ्याङ्क यू यार अर्कै पख तँलाई थ्याङ्क यू थ्याङ्क यू आज चाहिँ हाम्रो यो प्रदीपको बर्थडेमा आज पार्टी अब एकदम काट्ने मैले फर्स्ट टाइम केक काट्ने हो ल हाम्रो भाउजू हाई हाई गर्नु मेरो बर्थडेमा आज ल रमाइलो छ आज पनि आज मेरो बर्थडे ल ल्याइदिने मान्छे चाहिँ यहाँ आउँछ गिफ्ट हाम्रो दिदी हुनुहुन्छ यहाँ चाहिँ भएन है भाउजूको बर्थडे होइन यहाँ मेरो बर्थडे हो ल यता चाहिँ ल है हामीले दिउँसो पार्टी खाइसकेको अरे होइन यहाँ पेट टनाटन छ ल अब चाहिँ हामी केक काट्ने टक्क लाएर मस्त पारामा हेलो दिदी थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू छिटो छिटो केक काट खान मन लाग्यो ओके जस्ट वेट मलाई देखाइछ मलाई देखाइ भाइले Happy birthday to you. Happy birthday to you. Happy birthday to you. केक काट्नु थालेपछि लैहाल है पोलो 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 त उकार्नु छ एउटा उकार छ Happy birthday to you. Happy birthday. Happy birthday. एउटाले भनिन्छ नि हैन यसरी सल्कामा उकार्न साफ गर्ला उकार तँ बत्ती जमनाले भनिन्छ नि हैन हजुर Happy birthday to you. Happy birthday to you. Happy birthday. यो उकाइदे भयो भाइ बत्ती छन्न लिनु हात त आफूले खाएकै पहिला के छ आइफोन भनेको आइफोन च्यानल पनि बाबु
थिया टाढा गर्दैन भयो बा भेनाजी को त भेनाजी यहाँले भेनाजी भने अंकल मोटा नि भएको के त मोटा भनेको पातलाले मात्रै हो के मोटा खान मोटा बडी मोटा खान अनि के दिन यस्तो बनाउनुलाई हामीले लिएर आइ तैले भक्कु यस्तो अवसर पाइयो आज भाइले प्रदीपको खुसीको सिमाना छैन फर्स्ट टाइम बर्थडे मनायो भला कम्पिटिसन Happy birthday to you. Happy birthday to you. आज त भवाले भला भोलि फेरि पार्टी खान जानुपर्छ प्रदीप
कहाँ गयो मिलेको रोजै हरायो सिद्धे खाल टाढा मिलनले गर्दा छेकियो क्या मिलन हट त मलाई टिका लगाइदियो भने बस यसको 300 नदिएर छेकिएको लाग्यो नि हामी हैन तिमीलाई टिका तिमीलाई मात्र लगाइदिए तिम्रो बर्थडे दिन पनि आज वाउ मेरो चेक पास गरिदियो कोही बे हाल त टाउकार बनाइदिने त अभि आजलाई केटी गराउनु पर्छ टाउकार बनाउनु पर्छ अलराइट गाइज भन्न गरी गरी त आज बर्थडे मनाइयो फाइनली शुभ बिहानी ठ्याक्कै 12 बजे आइयो जानुभयो हजुर हुन्छ भइहाल्छ त्यो पिनेटेरियन खेल्न हामी तिनटालाई मात्रै होला पहिला टिका बसियो के टिका बसियो गणेश खानुहोस् खोइ मलाई भ्याइदियो आफूले खाएर म ल्याएर खोइ हाम्रो सट्टा भइएको खाइदिएँ हात भरि लान हातहरू लगाइदिनु जाम हामी खाने खानामै छुट्टा जस्तो छ कि सुरुमै फेभरेटमा ग्यास भ्याइएको हामीले लगाइदिनु ल टिका ल्याउने बिर्सियो कि त्यसलाई त यो टिका है हजुरले लगाइदिनु भएको नि दाइ मेरो प्रभु टाउकाबाट लाउने यसले खा होइन कि यसले केक खाएको कोही बेला
टिका बाँध्नु त हामी टिका लगाइदिन्छौँ के को उता लेट जान्छ उतै जान्छ नि त हात टिका नहुने अर्जुनको बर्थडे त मेरो हामी टिका लगाइदिन्छौँ आइज बाबु Happy birthday to you. यता हेर ल थम्बनेल ल ह्याप्पी बर्थडे बल्ल यता हेर न पोस्ट दे अब भन्दिङमा जानुपर्छ त्यो केक कुटले नाना अब बाहिर जानु मिलेर चाटेर भइसक्यो कपालमा लगाइदिनु न भोलि नुहाउनु आएको धेरै आयो पैसा कहाँ नआएको नआएन दाइले मात्रै ए फोटो बन्छ है त्यति नगरिकन त बर्थडेको गिफ्ट त भयो तेरो होइन होली ह्याप्पी होली होली चाहिँ भयो बल्ल बर्थडे भयो बाई बाई भन्दै बाई बाई गाइस